हे भिभर चाहिँ सी गुड मर्निङ सुप्रभात शुभ बिहानी हजुर सबैजनालाई हजुरहरूको बिहानी भइसक्यो होला मेरो बिहानी भयो ब्याकग्राउन्ड चाहिँ अलिकति इग्नोर मार्नुहोस् होला किनभने म घर सफा गर्नु आँटेको देखाउनेछु अब चाहिँ म काम गर्नेछु दिदी खाना पकाउनु हुँदैछ म यहाँनिर मेरो डिपार्टमेन्ट सम्हाल्छु अन्त म देखाउँछु सो यो ब्लग चाहिँ कहिले आउँछ मलाई थाहा छैन किनभने यति धेरै एडिटिङ गर्नु बाँकी नै छ सो फाइनली अब चाहिँ मैले मेरो कामहरू सकेँ होइन अन्त कामहरू सकेर चाहिँ म यहाँनिर किचनमा आइपुगेँ किनभने मेरो बिहानको ड्युटी चाहिँ आई अलरेडी फिनिस आगो लगाउनु अरे दिदीको ल एन्ड अर्डर जी म्याडम हम करेंगे काम यहाँनिर जाडोमा चाहिँ हामी चाहिँ तातो तातो भात खान्छ तातो तातो चाहिँ हामी जाडोमा चाहिँ आगो बाल्छ गरममा पनि आगो बाल्छ हाम्रो यो आगो चाहिँ वर्षभरि नै बाल्छ किनभने हाम्रो चुला छ होइन अब यहाँ फुक्नुपर्छ आगो चाहिँ यसो गऱ्यो होइन 100 रुपियाँ क्यासब्याक क्यासब्याक अनि समोसा खुवा न मलाई समोसा खुवाउँदैन 100 रुपियाँ क्यासब्याक पायो अरे हौ दिदीले कति वर्षमा पाइछ है अन्त दिनु छ अरे है गुगल पेले त्यो स्टार्टिङ भएर हौ स्टार्टिङ फेजमा त जसले पनि दिन्छ नि स्टार्टिङ फेजमा त जसले पनि दिन्छ हामी पनि त्यही हो फर्स्ट फर्स्ट गुगल पे चलाउँदा घरि 10 रुपियाँ 6 रुपियाँ 5 रुपियाँ अहिले त जाडोमा चाहिँ ठिकै हुन्छ कि आगोमा पनि बस्नु तातो हुन्छ होइन गरममा चाहिँ साह्रो पर्छ तर पनि स्कुल बानी होइन सो अब चाहिँ यहाँनिर हाम्रो चाहिँ दिदी हुनुहुन्छ गीत सुन्दै खाना पकाउनु हुँदैछ गीतै मऱ्यो बनाउनु भयो दिदीको चाहिँ दिदी सो मेहनती तर ढिलो उठ्छ दिदी हो आज त 6:30 मा 6 बजे आज चाहिँ दिदी छिटो उठ्यो हेलो एक्सर्साइज गरिस् एक्सर्साइज गरे अरे दिदीले सो अब चाहिँ म यहाँनिर उयो गर्दैछु म ड्युटी जाँदैछु तर यो दाजुले बोलाउँदैछ हेलो दिन्छ म जाँदैछु भयो छ नि त मैले हाल्देको डल्लै बाई बाई काका डल्लै हो यो डल्लै पाउँदो रहेछ तीनटा पार्ट्स लाग्दो रहेछ तीनटा पार्ट्स हो कस्तो दामी भयो एउटा दुईटा अहिले त दामी भयो नि मलाई मन परेको चाहिँ यो अन्त होच छ नि यो चाहिँ होच हल्का पनि रहेछ हल्ले त्यो हल्को भयो यो चाहिँ एक्टिभा रहेछ नि त है हन्डाको हो नि त यो त होइन त्यो रेजिया भन्ने के अलिकति हल्को रहेछ खै अविनाश गयो अविनाश गयो फाइनली आई एम ब्याक होम होइन सो म चाहिँ आइपुगेँ अन्त बेलुका त्यस्तो भिडियो चाहिँ बनेन रफ्तारले आएँ किनभने अब म चर्च पनि जानु छ होइन क्यारलको प्र्याक्टिसहरू गर्नु छ सो त्यही कारणले गर्दा फाइनली म चाहिँ यहाँ आइपुगेँ होइन सो आइपुग्नु साथ म यहाँनिर क्यामेरा अन गरेर अब आगाको रियाक्सन हेरौँ यहाँनिर चाहिँ हाम्रो घरमा म आइपुगिसकेको छु हाम्रो अब चाहिँ गम्भीर सोचमा पऱ्यो आज के सोच्नु हुँदैछ अब काम छैन तेरो दाँत निकालेर पठाएन तेरो दाँत खिचेर पठा दाँत खिचेर पठाउनु आमा चाहिँ गम्भीर सोचाइमा छ खै कविता लेख्दैन आमाले पनि
अरू दिदी यहाँ हुनुहुन्छ के लेख्दैछ यहाँ भने कविता आज घरमा सबै ट्यालेन्टेड मात्रै छ अब के कविता लेख्दैछ के गर्छ अब भोलि सिङ्गीको कविता लेख्यो अम्बुजा सिङ्गी कि कुन चाहिँ सो म फाइनली आइपुगेको छु अब आएर चाहिँ दिदीलाई हल्का काम सघाउनुहुन्छ बिहानको भाडा दिनुहुन्छ है अलिअलि सब्जी मैले ओके सो अब म फाइनली आइपुगिसकेँ घर होइन अन्त अब चाहिँ म लुगासुगा फेर्छु अन्त त्यहाँदेखि म काम गर्छु त्यहाँदेखि अब चर्च जान्छु चर्च गएर चाहिँ प्र्याक्टिसहरू गर्छु होइन सो एन्ड चाहिँ त्यतिमै हुन्छ होला बिहानको हल्का क्लिप चाहिँ दिउँसो चाहिँ मैले गर्नु भ्याइनँ किनभने दिउँसो मेरो काम थियो फाल्यो ओके सो एकदमै बेसी जाडो छ म आइपुगेँ कति 6:30 भयो अघि आइपुगेँ मतलब अब आइपुगेर चाहिँ म आउनुसाथ भिडियो बनाएको अन्त चाहिँ अब टक्कै 6:30 भयो होला सो म खानासाना खानेछु के गर्नेछु कसो गर्नेछु देखाउनेछु बाई